हाई क्वालिटी बनाइयो आजको सबभन्दा हाम्रा माछा राज पड्या माछाहरू यति छन् हेर्नुहोस् कति किलोसम्म हुन ल कमेन्ट गरेर र आजको हाम्रो मेहनत टाइमलाई 6 बजी छ क्या 6 बजेसम्मको क्वालिटी वाला माछा यति छन् हेर आज दिनभरिको माछाहरू यति पड्या छन् हाम्रो ल हामी चाहिँ आज हम माछा मार्दा आया छौँ बल्ल सिधा डबल काम गोरबच्छालाई सँगै माछा मार्दै हाम्रो भिडेन अङ्कल यो सबैजना छौँ त्यहाँनिर यो घाटोलाई बुझ्यो भन्ने छ हेरौँ कति माछा पड्दा भनेर मुखे अरूलाई बोय ल भिटिङ सर रेडी अवस्थामा हो पानी कली जाना भयो अङ्कलले कसरी सम्झाइरहेछ नाइट सुट त्यसका रेडी 2 मिनेटको बाटो यहाँ माथि 2 मिनेट तेरो भएको छ त ल जा दोकान जाऊ भाइ पानी गुडा हल्लैले हाफ ठन्डी हुँदा छिए यस्तो छ अवस्था यार 5 बजिसक्यो भाइ 5 बजी आज माछा खाइन्छ चाहिँ भइले यहाँ से आगो बालबाट छाला खाए बसेको छु हम चाहिँ जत निकाल्नु आधा हामीले निकालिसक्या हौँ ठन्डी भएको कारणले बुझालीबाट छाला छ पानी ढुवामा त्यसमा आधा किलो माछा कन्फर्म हजुर फिक्स छु दादा भाइ हातलाई मुइना आउने हामी पनि अब माछा मार्नेतिर लागौँ साथीहरू रात परिसकेको छ हाम्रो आज दिनभरिको मेहनत यति हो माछा भागल्दामा 2 जना छन् अनि ऊ त्यहाँ हेम छेउ निकाल्यो एमा हामीले रात पऱ्यो के रात परेको कारणले निकाल्न नआइसके आधा माछा त्यहीमा छन् बुझाइलबाट गएको छ भल या पुर्कीसम्म आएबाट त्यसलाई निकाल्दा जाने हो त्यहाँ 6 बजिसक्यो रात परिसक्यो हामी यहाँ गाडामा छौँ नदीमै छौँ अङ्कललाई छन् यहाँ यस्तो छ अवस्था हाम्रो माछाहरू यति छन् हेर आजको मेहनत भाग्लाउनमा यो हाम्रो केशव काकु अनि यो माछा छान्ने हाम्रो नारदा राम्रै माछा राम्रै बढ्या त हो नि दाजु क्यामेरा त मेरो निको छ क्यादियो ठडी पनि आइस यहाँ थप्दै बोल्दा साथीहरू क्यादियो 5 जना हो 5 जनालाई यति भागो लागेको थिए 5 जनाले मेरो भागोबाट यति माछाहरू बनाउने हो